नमस्कार साथीहरू, हार्दिक स्वागत गर्न चाहन्छु प्रो सुजनको युट्युब च्यानलमा। यही मिति 2082 साल फागुन 21 गते हुन गइरहेको आसन्न प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा मतदानको दिनमा कुन सवारी साधन प्रयोग गर्न अनुमति दिन सकिन्छ यहाँहरुमाझ बताउन गइरहेको छु। यो भिडियो यहाँहरुको लागि महत्त्वपूर्ण हुनेछ। यहाँले यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। यही फागुन 21 गते हुने आसन्न प्रतिनिधि सभा निर्वाचनको मतदानको दिन उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले बढीमा एकवटा सवारी साधन प्रयोग गर्न पाउँछन्। सिफारिस गर्ने त्यस्तै पास प्रदान गर्ने निकाय भने सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी हुन्छ। त्यस्तै सुरक्षाकर्मीलाई सवारी साधनको संख्या आवश्यकता अनुसार दिन सकिन्छ। सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट पास उपलब्ध गराएपछि त्यस्तै राष्ट्रिय पर्यवेक्षक उपत्यका भित्रको लागि प्रत्येक संस्थाको लागि बढीमा 5 वटा सम्म सवारी साधन उपलब्ध गराउन सकिन्छ। आयोगले सिफारिस गर्छ। पास दिने निकाय भने काठमाडौँका प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था रहेको छ। त्यस्तै राष्ट्रिय पर्यवेक्षक उपत्यका बाहिर हिमालमा 1, पहाडमा 2 वटा र तराईमा बढीमा 3 वटा सवारी साधन दिन सकिन्छ। जिल्ला निर्वाचन अधिकारीले सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारीबाट पास उपलब्ध गराइने व्यवस्था रहेको छ। त्यस्तै संवैधानिक आयोगलाई सवारी साधन आवश्यकता अनुसार उपलब्ध गराउन सकिन्छ। सिफारिस गर्ने निकाय सम्बन्धित आयोग हो। पास गर्ने प्रदान गर्ने निकाय आयोग हो। त्यस्तै संवैधानिक निकायको प्रादेशिक जिल्ला स्थित कार्यालयहरूलाई आवश्यकता अनुसार सवारी साधन उपलब्ध गराउन सकिन्छ। जिल्ला निर्वाचन अधिकारीले सिफारिस गरेपछि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट पास उपलब्ध गराउन सकिन्छ। त्यस्तै कूटनीतिक अवलोकनकर्तालाई आवश्यकता अनुसार सवारी साधन उपलब्ध गराउन सकिन्छ आयोगबाट पास उपलब्ध गराएर। त्यस्तै आयोगबाट पनि आमन्त्रित विशिष्ट अतिथिहरूलाई आवश्यकता अनुसार सवारी साधन उपलब्ध गराउन सकिने व्यवस्था रहेको छ। मतदानको दिन आयोगले पास गर्दछ, पास दिन्छ। त्यस्तै कूटनीतिक निकायका नियमित कार्य प्रयोजनको सवारी साधन आवश्यकता अनुसार परराष्ट्र मन्त्रालयले सिफारिस गरेपछि आयोगले पास उपलब्ध गराउने व्यवस्था रहेको छ। यही मिति 2082 साल फागुन 21 गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई सबैले सफल बनाऊ, सबैले सहयोग गरौँ, सफल बनाउलाई भन्दै यस्तै भिडियोको लागि यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। धन्यवाद, नमस्कार।